Hi guys, welcome back to my channel. धेरै दिनपछि म चाहिँ पूर्णिमा अनि के भन्छ आज चाहिँ मैले धेरै दिनपछि भ्लग बनाउँदै छु किनभने आज चाहिँ हामीहरु उता घुम्न जान लाग्छौं गएको साथीहरुसँग कति 9-10 जना जति हो क्या उता अर्को आइल्यान्ड नै भन्छ आइल्यान्ड जान लाग्छौं अनि हामीहरु चाहिँ कसरी जान्छौं त्यो चाहिँ भ्लगमा हेर्दै जानु होला एकदम रमाइलो हुनेवाला छ जस्तो लाग्छ मलाई चाहिँ आजको दिन हैन अनि त्यो अहिले चाहिँ कति बिहानको 8 बज्यो क्या अनि हामी चाहिँ कति 8:30 बजे त्यहाँ भेट्ने भनेको छ तोमारी पोर्टमा अनि या मेमोरिज हुन्छ भनेर यो चाहिँ मैले आज सकेसम्म मैले चाहिँ भ्लग बनाउन ट्राई गर्छु हेर्छु अब कतिको के बनाउँछु भनेर अनि त्यही हो मेरो साथीहरुलाई अहिले भेटाउँछु अनि मेरो आउटफिट पनि देखाउँछु तपाईहरुलाई मैले आज के लगाएको छु भनेर सो गाइस यो चाहिँ मेरो आउटफिट हो मैले चाहिँ यस्तो लाग्छु आज एकदम गर्मी छ नि त अनि जुत्ता चाहिँ लाग्छ हैन अहिले पछि लाउँछु अनि म चाहिँ अब एकैचोटी त्यहाँ तोमारी पोर्टमा पुगेपछि भेट्छु है त आई सो यु माई साथीहरु पनि यस्तो चर्को घाम लागिरहेको छ म चाहिँ घरबाट निस्किसके मेरो चाहिँ यहाँबाट नजिकै पर्छ नि त 5-6 मिनेट पनि लाग्छ कि लाग्दैन हो हिँडेर त्यहाँसम्म पुग्नलाई त्यही भएर म चाहिँ हिँड्दै जान्छु साथीहरु पनि निस्किसक्यो रे फोन गरेको थियो भर्खर उनीहरु चाहिँ ट्याक्सीमा आउँदैछ त्यही हो यो चाहिँ मेन रोड म चाहिँ अघि आकाशे पुल तरेर जान्छु आकाशे पुल तर्नुपर्छ कि के हो आकाशे पुल नै हो घाम माथिबाट जस्तो त्यहाँ डुङ्गाहरू छ त्यहाँबाट आएको है म चाहिँ अघि यहाँ हामी जाने चाहिँ यहाँबाट होला सायद यता कता हो यो चाहिँ मेन रोड मेन हाइवे म बोलेको कति सानो सुराइरहेको होला म नै सबभन्दा सुरुमा पुग्छु जस्तो छ कस्तो दामी देखेको यहाँबाट कस्तो फ्यानहरू कहाँनिर बस्नुपर्ने हो चाहिँ मलाई पनि थाहा छैन एक्ज्याक्टली है यही हो जस्तो लाग्छ मैले यहाँ आएपछि अब अनुमान लगाइसक्नु भयो होला हामी चाहिँ डुङ्गाबाट जान लागेको कति 40 to 45 मिनट्स लाग्छ भन्थ्यो यहाँदेखि डुङ्गादेखि गएर डुङ्गा के भन्छ हौ डुङ्गा त सानोलाई भन्छ सिप के यही हो कि अब कुन हो थाहा छैन त्यो चाहिँ नो आइडिया यो चाहिँ तोमारी पार्क हो यहाँ के अब कता हो हेर्नु यहाँ तपाईँको इन्ट्रोडक्सन दिनु दिस इज के त घुम्न जाँदैछौँ 10 जनाको हाम्रो टोली छ सायद आज रमाइलो हुन्छ यहाँ चाहिँ के गर्नुहुँदैछ अनि यहाँ चाहिँ टिकट काट्नु पर्यो भनेको एकजना साथी नआइपुग्या भएर सायद फोन गरे जस्तो लाग्यो हो छेन्दै कहाँ हो यता छ हाम्रो अरू साथीहरू पिया यो मेरो भ्लग हो हेलो सुबु दिपा उनको नाम चाहिँ साँच्चै बिकु नै हो बिकु म त जिस्काउने नाम हो कि भन्छु कि अनि यहाँ अरूहरू चाहिँ हाम्रो ग्रुप यहाँ बाहिर छ टिकट काट्ने ठाउँमा छौँ हामी चाहिँ म चाहिँ छिटो हुन्छ होला यहाँ आउनु भनेर गफ गर्दै आएको त भएर म चाहिँ ढिला रहेछु कि सबै आइपुग्छ ठिक होला मेरो भ्लग हो नमस्ते भन को हो तिमी म मान्छे हो एकजना साथीले यहाँ धोका दियो जस्तो छ
त्यसो नगर न पनि यसो केटाहरु पनि भिडियो गर्दैन गर्दैछ नि त बाहिर अहिले पछि गर्छ त्यही हो फुलुङ राइस पूर्णिमा हो उसको नाम हामी भेटेको कति वर्ष भइसक्यो मेरो साथीहरूलाई मेरो नाम थाहा छैन अनि हामी त थुलुङ थुलुङ भन्छ अनि थुलुङै होला भन्दा थुलुङ राई पूर्णिमा लेखेछ ठिकै हो राजीव दाइको चामलङ चामलिङ के छ राजीव लिम्बू लेख्थ्यो नि के भयो लिम्बू राजीव लेख्थ्यो चौधरी टिका राख्दै यहाँ हाम्रो के भन्छ एकजनाले ड्रप आउट गरे लास्ट मिनेटमा त्यही भएर हाम्रो फेरि रियुज हुँदैछ टिकट काट्ने यहाँ नाम लिनु पर्दैछ त्यो हामी जान्छौँ चाहिँ मेरोमा बोल्नु यताबाट लिम्बू राजीव भन्नु न उहाँको त कति पो सब्सक्राइबर रहेछ आम्मामामा मेरो चाहिँ 20 जना जति छ कसम साँच्ची ल उनीगाइसिमास त्यो पहिलाको त बिर्सेकै यहाँ कसरी हाल्ने त उनी बिर्सेँ मैले नेपालमा बहिनीहरूलाई मात्रै थाहा छ बहिनीहरू भन्नु अब बढ्छ क्या हामी आयौँ क्या ऊ त्यहाँभित्र छन् 2 जना टिकट काट्दैछ 2 जना टोइलेट गयो 2 जना यता खै के पानी किन्नु गयो हामी 3 जना किन के हाल्ने यो यहाँ त मेरो मेकअप सामान छ कुच्चिन्छ फेरि भन त यहाँ के छ अरे यहाँ के छ पाउँछ त्यसरी भ्लग गर्दैन हौ साथी यसरी गर्यो भने पछि भिडियो सानो मार्देऊ हजुर छैन म क्यामेराम्यान है त क्यामेराम्यान गगनका साथ उसको साथ के अरे मिडल हेर न रन्जी जस्तो जस्तै त्यो खैरे उता गयो जानु न उता झोला बोक्यो क्या भित्र गइगयो त भित्र छ त नखै मेरो फोन अनि जानु न म भित्र कहाँ जानु हामी रुन्नु पर्दैन लाज लाग्छ भित्र साथी होला नि लाज लाग्छ अरे हामी चाहिँ यहाँ भित्र पसिसक्यो है ठुलो ढुङ्गा अघि मैले देखाएको यस्तो रहेछ यहाँभित्र चाहिँ टोइलेट यता सुहरू कहाँ गयो हो वाउ झालझालमा बस्नु त्यसलाई माथि पनि बस्दा हुन्छ क्या तर डढिन्छ के हुँदैन तेरो एकचोटि जान मिल्छ नि होइन हुन्छ गयो अहिले एकछिन नचलिन्छ जाने अहिले चल्दाखेरि चाहिँ कस्तो मजा आउँछ नचल्दाखेरि जाने बुझ्छौ चल्नु जाने के कति बेला जाने ढुङ्गाभित्र अघि तिमीहरू हामी यता आउने बेला फोन गरेको नि मोबाइल आफै नै खल्तीभित्र राख भने थाहा हुँदा हुँदै के गर्नु होला टिकट त पर्दैन नि म भाडा उठाउँदै आउँछ है फेरि हस् कस्तो मान्छेहरू जसरी बसिरहेको भित्र पसेपछि हामी कस्तो राम्रो आएको हो बस्छ हामी चाहिँ अब त्यहाँ चाहिँ आइसक्यो पनि छ नि हो के हुँदैन यहाँ हुँदैन माम पानी भइहाल्छ खोइ हेरौँ त के छ यहाँ ओ खोले आएन त
खोइ हेर्न लाग्यो आएन खोल्नु पनि ल खोलाएन भरे त्यही गएर हेर्नु बाहिरबाट भित्र छिरेको गर्नु पर्यो भनेको त सामान बोकेर आउँदै ठिक्क भयो दुईटा हातमा बाहिरबाट यसरी भित्र पस्दै गरेको यसरी भिडियोबाट भनेको त दुईटा हातमा सामान थियो बनाउनै पाएन फेरि हिँड्न त तल अब अनि कसरी भित्र छिर्नु मिल्छ टिकट च्याट बसमा च्याट यस्तै दिएर अनि पठायो भित्र अनि गनी आइज न कति बजी जान्छ 10 बजे रे 9 त बजिसकेछ त्यो मान्छेहरू यसो सिट हिँडाएर बसिसक्यो है बाहिर गएर आउनु मिल्छ भनेको मतलब बाहिर खोइ ल म गएर आउँछु है त आइज हजुर भ्लग बनाउनु देखाउनु पर्यो नि त ए दुईटा हाले यस्तो गर्नु त्यो सुहाउँदैन कि अलिकति सुबुलाई दिनु न त्यस्तो बसको सिट जस्तै छ है बसको भन्ने कि प्लेनको भन्ने कि बाहिर गएर छत गएर आउने हो छत गएर आउने हो गर्मी हुन्छ होला कि लास्ट हाम्रो पनि सिट रहेछ पिरेछ एउटा गाली गर्छ होला हेरेर त तर्सिने यस्तो छ करायो भने झर्ने माथि हेरेर अब यो सबै ठाउँमा एउटा स्टाफ रहेछ यहाँ पनि रहेछ उयो एउटा डर लाग्यो त्यो पनि जाऊँ न छतमा आइमा हामी चाहिँ छतमा गर्मी यताबाट झर्ने रहेछ अनि हामी चाहिँ यस्तै डुङ्गामा चढेको छौँ है अघि चाहिँ मैले देखाउनु पाएन म 200 दिन्छु यो नि त्यत्रै हो त्यही भने कति ठुलोमा चढ्यौँ यो त्यो भन्दा नि ठुलो छ यो हो खोइ थाहा छैन एउटै हो एउटै हो र ठुलो अब कस्तो आमामा गर्मी कस्तो गर्मी भयो कपाल बाँध्नु पर्यो अब कस्तो नाटक हो त्यो नाटक होइन साँच्चै हो गर्मी भयो क्या लास्टै हामी निस्किन्छ यसरी लगे राजेन्द्रको भ्लग होइन हाम्रो सोनीको भ्लगमा नमस्ते भुइँसोरी हो त्यहाँ फ्याम्फुल्सी होइन लिम्बूको भ्लगमा त भुइँसोरी हो भुइँसोरी नमस्ते लाफा हेलो लापा त्यस्तै त हो नि त्यही भनेको टिकुलीले यो फोनै चलिरहेको बेला नि बाहिर जानु मिल्छ रमाइलो हुँदो रहेछ त्यसमा एक्सपेन्सिभ ह्याट हो यो चाहिँ मेरो दामी रमाइलो हुन्छ त बाहिर त बिचमा त होइन अनि है गर्मी चाहिँ जास्तै हुन्छ रहेछ तर गर्मी हुन्छ अरे बाहिर गर्मी छ नि बाहिर कस्तो होइन होला बेना यो भनेको रमाइलो हुन्छ होला बाहिर त टाउकोदेखि साथीहरू चलाउँदैन हिँडाउँदैन हिँडाउँदै हिँडाएन क्या त्यो पछाडि आन्टीको गर्छन् थाइल्यान्ड आमामा मेरो आमामा तेरो टाउको हेर्नु मेरो टाउको हेर्नु त साइज मेरो चाहिँ म अब नम्पाल्न लागेको काममा पनि नदी पढ्नु लुकायो त्यही भएर
यो पर्सनली म फुकुयामा सामालाई बनाउँछु लिङ्क इन्स्टाग्राममा सुरुमा हाइलाइटमा पनि राख्छु मेरो न अनुहार देखा होइन थाहा नै हुन्छ सोरले चिनिहाल्छ नि नेपाली बोल्दा यस्तो बोल्छ भने के थाहा ल ऊ अब देखिसक्यो अनि त्यही नि सुन्न नङै देखेको छैन यो देखेको छैन खै नङ यता एउटा बुढी औँलामा यता उता त झन् सबैकोमा रहेछ सबै काटेको सबैको सानो सानो अब यसलाई काटेको भन्छ यसलाई चाहिँ यस्तो पालेको भन्छ नि अनि मेरो नक्कली नङ हो नि त होइन बिहान स्टार्ट गरेको त्यो त घरिघरि भुरभुर गरेर जस्तो हुन्छ मान्छे पनि फेरि आइरहेछ सुरु गरेको ल ल हल्लियो 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 अलिअलि धर गऱ्यो के भन्दैछ त्यो आन्टीले त्यस्तो यिनीहरूको गफ कस्तो सिरियस गफ भइरहेको कसले त्यस्तो फिल आएको छैन 2 आवर्स गर्दै थियो अघि भोलि हामी कति बजी फर्किने हो थाहा छैन 10-11 बजीतिर अनि त्यो पनि छानी हुँदो रहेछ यो कुरा सम्झेको थिएँ फर्किने पनि टाइम छान्न पाइन्छ सुरु भयो है हाम्रो म्याप देखाउँछु म यो सोल्टीको हात तल झार्नु होला 客室内の壁に掲載しておりますので、あらかじめご確認ください。誠に恐れ入りますが、船内は全席禁煙になっておりますので、ご協力をお願いいたします。また、ご気分の優れた人はシートポケットにあるエチケット袋をご使用 सुरु हुन लाग्यो अब हाम्रो यात्रा 短い旅ではございますが、お楽しみください。Ladies and gentlemen, thank you for boarding our ship today. We have some information to ल जामै अब साथीहरू राम्रोसँग We'd like to ask your cooperation by not smoking in the passenger cabin. कति सिरियसली सुनिराख्नु भएको छ Please use plastic bag that is in front of the seat pocket. नो वी डोन्ट हेभ Again, thank you for your understanding. खोइ त अनि We hope इन फ्रन्ट अफ you यो have a सिट great अरे time. Thank you. भमिट गर्नुको लागि अब प्लास्टिक इन फ्रन्ट अफ द सिट भन्छ 现在我为大家介绍一下 नेपाली पनि भन्छ कि सुन्दैन हामीलाई हेर्छ कि होइन त यस्तो भन्दैन भयो 设施。本船队的载 भनेर पनि तल गरेर पनि भन्न लाउनु भएछ नि केही बुझेन हाम्रो इङ्ग्लिस पनि बुझेन 备有 इङ्ग्लिस पनि त के पाएको 救生衣的使用方法、收纳场地 जाउ त ल ओनेगाइसिमास 等各注意事项 कसैले नेपाली बोल्छ कि बोल्दैन सुन्न लगाइरहेको म 内的墙壁上有记事宜事先确认一下。船内全面禁止吸烟，多亮点和配合。如果有晕船的客 होइन 人， कि हामी नेपालीले चाहिँ हेर्छ कि 座位前面口袋 अब 里 त्यो नपुगेको मान्छेहरू चाहिँ के उभिएर जान्छ 这短暂的能给您带来快乐。 थाहा पनि पाएन यहाँ यो हेर्दा पो देख्दा पो कहाँ देख्यो हामी हिँडिसक्यौँ यहाँ हामी चाहिँ हिँड्यौँ है अब सानो सानो कस्तो हो हेर अङ्कित अहिले आरती भनेर मलाई भनेन त धोका दियो अरे दिपाले जिस्क्याएको थियो नि त्यस्तो होइन क्या बाहिर जाने बाहिर आइज यहाँ बस्छ मान्छे
खेल्ली पठाऊ खेल्ली पठाऊ आउँदैन निकालिदिया हो त्यो एउटा लगाएर पठाउँला न आउँदैन के गर्नु अब यता त्यो सँगसँगै जाने रहेछ त्यसको पछि पछि लाग्ने रहेछ हो भने त हेर्नु न अब त्यो त्यहाँ पुगेर अब हामी पनि एकछिन त्यहीँ पुग्छौँ software. राजीवको छैन के कति लाग्छ फेरि यहाँ 5000 के रे सरी 5K सब्सक्राइबर भएको फोटोसुट हुँदैछ फेरि भ्लग बनाउन आउँदैन भन्नुहुन्छ फेरि आन्टीलाई हाम्रो पनि खै फोटो यसो हजुर के गरेको हो ल भइसक्यो भिडियो भरे काटेर गर्ने ल अब निस्किँदैछ डोरीहरू बान्नुको लागि रोक्ने चाहिँ कहाँ हो त्यहाँनिर हो पुगिसक्यौँ होइन हामी पुग्दैछौँ पुग्न लाग्यौँ कोर्टमा यो ढिक्का कस्तो राम्रो देखेको हौ पुग्न लाग्यौँ कत्रो घाम हो जान्छौँ हाम्रो सामानहरू मिलाउन जाम भनेर नि कता निस्किन्छ नि अनि भिडमा किन निस्किनु
अब हराउँछौँ है हाम्रो ग्रुप कहाँ गयो लास्टै भारी छ यो त न दुईटा कान पनि छैन बोक्ने दुईजनाले जुत्ता फेर्नुपर्ने रहेछ जुत्ता खोलेर चप्पल लाउनु पर्ने सरी कुन हो यो यो त भित्रको लागि होला नि त चप्पलै चप्पल चेन्ज ल झोरा बोकौँ आफै बनाउँछ गीत पनि बाइकिङ चाहिँ गेजुक लिएर आउनु पर्ने यस्तो बनाउँथ्यो नि है बुढाहरू लैजाला है तेरो छुटे छ नि हेर न क्या दामी फर्किँदा चाहिँ म त्यहाँ है होइन म जान्छु त्यहाँ होइन उसलाई चाहिँ हटाइदियो गाडी चला हामी चाहिँ यो माइक्रोमा आयौँ भर्खर बिचसम्म चाहिँ हामीलाई यो माइक्रोले ल्याइदियो अब हामी कस्तो दामी तिमी बाथी नहो न तिमी चाहिँ आज बेलुका भर्न छुट्टै खान्छौ तिमीले माई गुडनेस यस्तो नि ठाउँ हुन्छ सोल्टिनी हुँदो रहेछ कसम कस्तो दामी खतरा लाइट के दामी आएको समुद्रको ल त्यो यो डायमन्ड छ त यार डायमन्ड भेडा कसरी सुत्यो त्यस्तो पालो खाजा खाने बेला भयो ए होइन नि सक्यो त सक्यो त ए हो अब त्यस्तो के थाहा त सबैको भर हुँदैछ चियर्स भुइँचोरी खै भुइँचोरी ए एक हातले सेवारा गर्न आउँदा नै गर्ने के हो यस्तो नाटक नपार्नु ए सेवारा गर्नु पाइन्थ्यो त्यही भएर छिटो सकाएर यता सेवारा गर्न यहाँ बिचमा आएको छु मैले खाएर खुट्टा डुबाल्ने यहाँ शीतल त छैन यत्रो चर्को घाम छ तर पानीमा खुट्टा डुबाल्दा शीतल भइरहेको छ हाम्रो रुम यत्रो सानो कन्जस्टेड महँगो थाकेर भर्खर हामी चाहिँ आएको है उसबाट यो चाहिँ बेड हो यत्रो छ सिङ्गल बेड होला यता नुहाउने सावर रुम यता टोइलेट भर्खर आएको अब म चाहिँ नुहाउन पस्छु साथीहरू उता रुम अरू के गर्दैछन् म चाहिँ नुहाउनु पस्छु अनि त्यहाँपछि अहिले 5 बजीतिर 5 होइन गर्मी छ भनेर 6 बजीतिर के भन्छ कोही खाके गर्नु भनेको छ बिबिक्यूको लागि अब नुहाएपछि सी यू हामी चाहिँ अहिले नुहाएर बसिरहेको छौँ यो चाहिँ हाम्रो आउटफिट चेक ट्रेनिङ गरेको हामीले चाहिँ यस्तो होटेलले के भनेको छ नि तपाईँहरू कस्तो लुगा राख्दै भनेर हामीले चाहिँ ट्रेनिङ
कट्टु छ फेरि तल चाहिँ यस्तो देखाएर नै अब चाहिँ हामी रेडी भएर जान्छौँ मासु पोलेर खानको लागि चाहिँ फेरि रेडी भएर अब चाहिँ उसमा जान लागेको बिबिक्यू म चाहिँ कस्तो राम्रो आएको नि भाग्यमानको भाग्यमानी मेरो पनि धेरै ठुलै छ क्या कपालले छोएर मात्र हो जाम न छिटो ल ए जाऊ न साथीहरू होला जानै छ होला नगरिकन आउँछु बारबिक्यूमा मासु खानको लागि यति चाहिँ गर्नुपर्छ अब चाहिँ हामी बिबिक्यूको लागि यहाँ हिँड्दै अलिकति हिँड्नुपर्छ 2 मिनट हिँड्दै जान्छौँ मासुहरू बोकेर कस्तो गनाको चाहिँ हाम्रो ग्रुप 2 जना पछाडि यो मासु त गनाए जस्तो छ त हौ अरे फेरि कस्तो मिठो मिठो गराउँछ है यही आइरहेछ मासु पोलेको त अरूहरूले आमा जङ्गल के नजिक यहीँ रहेछ नचल्ला है बहिनी हामी त यति बेला उकालो वाउ कस्तो दामी ठाउँ रहेछ वाउ ताली बजाउँ हाईあれ持ってきた器とかお箸。हाँसी त्यही भन्दा थियो कि हाँसी हो अघि थियो नि घरमा ल्याएन? हाँसी थियो यस्तो छ यसमै। के यस्तो मासु खेल्नु ए मासु पल्टाउने हुन्छ नि अरे 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 यो चाहिँ हाम्रो यहाँ पोल्ने ठाउँ हो गाउँको जस्तै हाम्रो अचार बन्न लाग्यो चटपटे चटपटेवालीहरू आइसक्यो यहाँ तिम्रो त्यो मन पर्ने गीत लाउने हैन यता डान्सर गीत मन पर्दैन के यता फेरि यो मासु पोल्नेहरू 4 जना एकदम लागि पर्नु भएको छ गोर्खे कुकुरी जादु हान्यो गुइसेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे कुकुरी कस्तो दामी देखेको यहाँ पनि उडिँदैछ अब कस्तो राम्रो साँच्चै ओ घाम पनि डुब्न लाग्यो
ठाउँ चाहिँ यहाँ दामी रहेछ तर है दामी छ नि त यो पढ्ने ठाउँ वाउ कस्तो दामी आएको भन अहिले त Ohai gozaimasu. अब हामी चाहिँ जान्लाको कहाँ अब के गर्नु घर जान्ला भन्नुला आफ्नो बाउको घर छैन हेर हुन त आफ्नै बाउको सरै गरेर बसे अनि अब घर जाने हामी फोन चढेर ढुर्र गरेर भात खाएर भात खान जाने पहिला सुरु भोक लागि जाम भात त छैन हेर्नु पर्यो पहिला के गर्दैछौ त ल जाम बाँकी सकेर नि अघि नै रात होटल चाहिँ निस्किने अब हामी तिमीहरू नझर्ने भनेर भनिसकेको छ बाई 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 यहाँ जानलाई त हामी हिजो पनि यस्तैमा आएको हिजो तलतिरबाट चढेको थियो कि होइन आरिगातो गोजाइमासु अब किन अन्त जानु हो
मान्छे किन हात कति राख्छ त्यहाँ अरू नि हुनु पर्यो नि यहाँ लस्करै हात गरेर त्यसको त कति यति गरेको त्यसले ओइलीदेखि गरे हो त्यो गाईमै हात गरे जाँदाखेरि चाहिँ 1 घन्टा जति लागेको थियो त्यो त 35 मिनट्समा आइपुग्यो कति छिटो रमाइलो भयो चाहिँ उस टाउको चाहिँ दियो अघि त छतमा बसेको थियो त्यो छतमा बसेर त झन् त्यो बाहिर हेरेर होला हल्लेर होला टाउको त लास्टै भित्र आएको बस्नु त्यही भएर गर्मी चढेको है त्यो सानोवालामा होइन त्यहाँबाट चढेको थियौँ ओह्रालो चाहिँ यता साइडपट्टि हाम्रो साथीहरू यहाँ छन् सक्यो अब कति हजार गाइजहरू थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड होइन म चाहिँ अहिले घर आइसकेँ घर आएर एक निन्द्रा यत्तिकै सुतेँ केही नगरी ड्रेस मात्रै चेन्ज गरेर सुतेर उठेँ अनि त्यहाँपछि भिडियो बनाउँदैछु त्यहाँनिर चाहिँ हामीहरू उसबाट निस्किसकेपछि चाहिँ सबैजना आफ्नो घर गयो अनि त्यहाँपछि त्यही हो अनि भिडियो चाहिँ अलि लामो भयो होला यहाँ लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि एकदम रमाइलो भयो त्यहाँनिर चाहिँ एकदम वर्थ इट भयो होइन अनि के भन्ने अरू त्यही हो
अनि अलिअलि केही पनि एड गर्न मन लाग्यो भने मैले चाहिँ मेरो यो भिडियोमा चाहिँ एकदम के भन्छ एकदम स्मुथली भन्दा नि के भन्छ कन्टिन्युसली त गर्न त गराएछ तर बिचमा उस गरेर क्या मैले के अब हामी कहाँ जाँदैछौँ यस्तोहरू चाहिँ भनेको छैन के म अलिक बानी नभएर पनि होला त्यस्तो भएको छ अनि अलिअलि गर्न ट्राई चाहिँ गरेछु अनि त्यही हो हामी चाहिँ कति बिहान एक रात के भन्छ 1 नाइट 2 डेज भन्छ कि 2 डेज 1 नाइट भन्छ त्यस्तो गएको थियौँ होइन बिहान गएर आज बिहान गएर भोलि बिहान फर्केको जस्तो एक रात त्यहाँ बसेर आएको अनि एकदम रमाइलो भयो त्यही हो अनि थ्याङ्क यू सो मच फर वाचिङ फेरि पनि मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा बाई बाई टिल देन किप स्माइलिङ साइनिङ